ल एकछिन घुम्न निस्क्यो भएर अब माथि के प्लेन उडेर छ अब सानो हो त्यो यो नाम्जे भन्ने ठाउँमा हो साह्रै मजाको छ यहाँनिर चाहिँ तल भेटेर जाने छोटो सर्टकटको बाटो बन्दैछ क्या यसरी उतै तल हो क्या भेटेर आज हामी जान खोजेको चाहिँ यहाँबाट माथि यसरी जाने त्यहाँनिर एउटा एग्रिकल्चरल फार्म पनि रहेछ अनि त्यसै एउटा आत्माघर भन्ने ठाउँ रहेछ त्यो पहिले हामीहरूको हजारौँ वर्ष पहिले चाहिँ त्यहाँ मान्छेलाई गाड्ने गरेको थियो अरे अनि त्यहाँको निश्चित मात्राको शरीरहरू निकालेर त्यो आत्माघरमा चाहिँ गाडेको छ अरे अनि त्यो आत्माघर गएपछि मलाई इन्डियामा त्यो चिदम्बरम भन्ने एउटा मन्दिर थियो त्यसको याद आएको थियो त्यसैले एनिवे आज चाहिँ हामी त्यही माथि आत्माराम जानेवाला छौँ है त यहाँ भलिबल फुटबल खेल्छन् बच्चा बच्चाहरू अब हामी चाहिँ यताबाट माथि जाने तर अब म धेरै बोल्न छोड्छु किनभने श्वास हिँड्छ चरा थियो त्यहाँ तर भेटिनँ मैले
ल उकालो भएको हुनाले स्वास्वा भएर हामी एकछिन यहाँ ब्रेक लिएको। हावा मजाको छ, चराहरू गीत गाइरहेछन्। अनि यो ठाउँमा चाहिँ एउटा अर्ग्यानिक फार्म रहेछ, चियाबारी रहेछ, अरू के रहेछ। अब माथि पुगेपछि चाहिँ हामीहरूको लास्ट डेस्टिनेसन देखिन्छ। पुग्न आँट्यौँ अब। बाँदर रहेछ ऊ। यो महाबरु पिल्ने भनेको बाँदर आतङ्क बनाइन्छ, बाँदरले गरे होला। ल यता चाहिँ हेर्नु हाम्रो चिया बगान। चियाको पत्ता चाहिँ हेर्दाखेरि अलिक कुल खालको हुँदो रहेछ, यस्तो सेरेसनमा हुँदो रहेछ हेर्नु त। अनि ग्लसी खालको फिल। यसकै यस्तो यस्तो चाहिँ लगेर चिया बनाएर खाने हो के अरे, यस्तो रहेछ। उतै माथि पुगेपछि हामी हातमगर पुगिन्छ, त्यहाँसम्म जान्छौँ आज। हिजो राति चाहिँ खुबै हावा चलाएको थियो, एकदम पानी पनि राम्ररी परेको थियो। त्यही भएर एक दुईवटा हाँगाहरू यता भाँचिएको रहेछ। यो चिया बगान हो। माथि प्रेयर फ्ल्यागहरू छ। यताबाट तल मेरो होटल भयो, यहाँबाट तल चाहिँ भेडेटार। योबाट तल गएपछि भेडेटार, त्यहाँबाट धरान, त्यसको नजिकै विराटनगर छ। ल अब हामी माथि आत्माघर जाऊँ। ल यो हो नाम चाहिँ धनकुटाको आत्माघर। ल हेर्नु, यहाँ आइपुग्दाखेरि चाहिँ यो एक्सिडेन्टली डिस्कभर गरेको थिएँ। यो मैले घुम्दै आएको यहाँ पो हेरेँ, अनि थाहा पाएँ कि यो आत्मा बस्ने घर रहेछ। ल हामी अब घर फर्किन थाल्यौँ। हेर्नु त चराको आवाज। ल हेर्नु भन्ने बित्तिकै रुक्यो, तर रमाइलो छ। यहाँ हेर्नु बटरफ्लाईहरू। यो आत्मालाई बस्ने राम्रो ठाउँ बनाइदिएको रहेछ। दिवालहरू छ तर आकाश चाहिँ खाली छ। त्यो भनेको यो मान्छेले बस्ने घर होइन, आकाश बस्ने घर हो। चिदम्बरमको चिदम्बरम रहस्य भनेको जस्तै त्यहाँभित्र हो। ल फर्क्यौँ है त आज। Bye.